Hello guys, welcome back to my channel. आज चाहिँ हामीहरू घुम्न आएको छौँ के हो नाम बोगनफिल्ड पार्कमा अनि या इट्स क्वाइट इन्ट्रेस्टिङ राम्रो छ सबै तिमीलाई कस्तो लागिरहेछ भन न कस्तो लागिरहेछ बोल न कस्तो लागिरहेछ भने यो मान्छे ओ माई गॉड यार मेरो कपाल कस्तो देखिरहेको रहेछ यार प्लिज त्यस्तो केही नमानिदिनु होला बिकज त्यस्तो मेसी त थिएन किनभने लाइक हामीले चाहिँ भिडियोजहरू बनाएको भएर हो यस्तो देखेको प्लिज इग्नोर दिस अनि मैले यो कपाल मिलाउन सक्थेँ होला बट यस्तो भिराइदिएको छ क्या यो मान्छेले त्यही नै हो अनि हामी चाहिँ यतै वरिपरि यसो आज लेकहरूमा चाहिँ कस्तो छ भनेर चाहिँ यसो घुम्न आएको त्यस्तो केही पनि होइन लाइक हल्का अब कस्तो छ तपाईँहरूलाई देखाउनको लागि चाहिँ मैले यो भिडियोज बनाएको हो भने यता मेरो साथी हाई भन अब चाहिँ हाई भन है प्लिज डोन्ट इग्नोर मी फास्ट छिटो क्या कस्तो के भन्छ मेरो सब्सक्राइबरहरूले फास्ट से हेलो अरे यार हेलो भन्दैमा तिम्रो के जान्छ से न अहिलेसम्म यस्तो मान्छे मैले लाइफमा देखेको थिएन होला फ्रम नाउ अनवर्ड्स म यो मान्छेलाई केही पनि भन्दिनँ नथिङ यहाँको पार्क यस्तो छ यो चाहिँ हाम्रो घरबाट गाडीमा चाहिँ 10 मिनट्स लाग्छ यो चाहिँ हामी यता आएपछिको हो क्या लेक त यहाँ छ देख्नुहुन्छ होला अनि यहाँ मेरो साथी यत्तिकै हिँडेर केही बोल्दैन त्यही पनि केही छैन या फाइनली हामी चाहिँ कति महिनापछि चाहिँ यसरी हामी घुमेको भनौँ न अनि हामी चाहिँ यस्तो ठाउँहरू घुमेको थिएन अनि आज चाहिँ टाइम मिल्यो उसको र पनि मेरो पनि हामी दुवैजनाको छुट्टी भएको भएर चाहिँ ओके अलिकति यहीँ छेउछाउको पार्कहरूतिर जाऊँ भनेर अनि गरेको अब उता चाहिँ यहाँ बस्ने भनेर आएछ मेरो साथी ओके यो चाहिँ लाइक कसको डेथ हुन्छ नि अनि सायद यिनीहरूले यो रुख रोपेको थियो होला कि अनि उनीहरूकै सम्झनामा चाहिँ अनि यहाँतिर चाहिँ यस्तो गर्दो रहेछ क्या लाइक कतिवटा यस्तो देखेको छु क्या मैले ए कति राम्रो आएको छ या यही नै हो लेक चाहिँ ओ कति राम्रो हाम्रो पार्क यहाँ हामी चाहिँ फर्क्यौँ त्यताबाट अब एकैचोटि अलि राम्रो ठाउँ आएको बेलामा म भिडियो गर्छु है अब चाहिँ छैन त्यस्तो साह्रो यहाँ इभिनिङ वक यहाँ किनभने 5 बज्यो त्यही भएर रनिङ गर्दै हुनुहुन्छ यहाँको छैन यहाँ जस्तै छ मेरो साथी ड्याङ हिँडिरहेको छु अनि त्यही नै हो साथी केही भन्नु छ मेरो भ्लगमा केही भन्नु छैन नथिङ के भन्नु भन न यसो मेरो साथीको नाम चाहिँ जिना हो जिना लामा
अनि हामी चाहिँ ब्याचलरसँगै पढेको ब्याचलरसँगै पढेर अहिले मास्टर गर्नले सँगै आयौँ बाहिरतिर। त्यही नै हो। अब यतातिर पनि जानुहुन्थ्यो है, अब यतातिर नजाने, किनभने अब कस्तो चिसो भएको छ कि हामी चाहिँ यही लेकको वरिपरि घुमिरहेको छ क्या यतातिर। अनि त्यही नै हो। हामी चाहिँ के अघि नै हामीले भिडियोज बनाउँथ्यो होला, 81 भिडियोज बनियो क्या, किनभने टिकटक भिडियोज फोटोजहरू बनाउँदा खिच्दा। अनि पछि याद आएको नि होइन, यत्तिकै भिडियो बनाइरहेको थिएँ अनि ल भिडियो बनाइदिन्छु भनेर। यो चाहिँ एउटा सर्ट लाइक पार्कमा यसरी घुमेको वाला मात्रै हुन्छ, सर्ट हुन्छ यो चाहिँ, धेरै लामो हुँदैन। त्यही नै हो। Okay. धेरै मान्छेहरू हुनुहुन्छ, किनभने अब सबैजना प्रायः सबैजना 4-5 बज्ने बित्तिकै सबजना रनिङ होइन, कोही वक फ्यामिलीहरूसँग के, अनि कोही साइक्लिङहरू गर्नुहुन्छ होइन। अनि त्यो चाहिँ राम्रो हो, तर हामी चाहिँ गर्दैन, नेपाली त हो होइन। अनि यहाँ मैले अघि नै त्यस्तो भनेको थिएँ नि, यहाँ चाहिँ यस्तो हुन्छ क्या, लाइक उनीहरूको लाइक यो रुख रोपेको होला है जी, के लाग्छ तिमीलाई? मान्छे त गाडी आएन होला नि त है, उनीहरूको उसमा चाहिँ उनीहरूले चाहिँ सायद मलाई चाहिँ लाग्छ त्यो यहाँ के अरे रुख उनीहरूको नाममा के रुख उमार्छ नि त, अनि सायद त्यही होला लाइक नर्मली यदि पहिलाको हेऱ्यो भने चाहिँ त्यस्तो नै अब के हो थाहा छैन। जस यहाँ चाहिँ इच एन्ड एभ्री यस्तो रुखहरूमा यस्तोहरूमा आई डोन्ट नो, यो चाहिँ के अरे मलाई पनि थाहा भएन के हो। होइन उनीहरूको सम्झनामा राख्न पनि सकेका हुन्छ, उनीहरूको अब त्यहीँ डेड बडी गाडेर त्यहाँ रुख पनि उयो गर्न सकेका हुन्छ। आई डोन्ट नो, यहाँ चाहिँ त्यहाँ इच एन्ड एभ्री रुखमा चाहिँ यस्तो छ। ओके, अब हामी चाहिँ घर लाग्छौँ। त्यही नै हो, त्यही नै हो। हामी लाइक राउन्ड हानिरहेको छ कि लेकको वरिपरि, अनि त्यहाँ अरू केही पनि त्यस्तो केही पनि होइन, केही पनि छैन यहाँ। जस्ट कस्तो छ भनेर चाहिँ हजुरहरूलाई देखाउनको लागि हो। त्यही नै हो, हामी त्यसरी घुमिरहेको छ। अब चाहिँ हामी घर जान्छौँ। त्यही नै हो गाइजहरू। अनि जाडो भएर भुँडी लगाएको छ, अनि अब हामी चाहिँ घर जान्छौँ। त्यही नै हो। ओके, बाई बाई, सी यू इन द नेक्स्ट ब्लग।